हेलो एभ्रिवान, वेलकम टु माई अनदर भ्लग। एउटा राम्रो कुरा चाहिँ के भने मैले भ्लगिङ च्यानललाई पिवाल पडकास्ट सर्ट्स एन्ड भ्लग बनाएको छु, किनभने पिवाल पडकास्टको केही सर्ट्सहरू म मेरो यो च्यानलमा पनि राख्नेछु। तपाईँहरूले सोबर वर्ल्डमा त फुल पडकास्ट डिफ्रेन्ट सर्ट्सहरू देखि नै राख्नु भएको छ होइन, पडकास्टको एन्ड न्युजको। अनि यहाँ पनि मैले सेपरेट एउटा बनाइदिउँ सो द्याट जतिजना सब्सक्राइबर्सहरू हुनुहुन्छ, जसजना एट्याच हुनुभएको छैन या जससँग कनेक्ट भएको छैन मेरो अर्को च्यानल, अर्को पडकास्ट, सबैजना यहाँ कनेक्ट होस् भनेर मैले चाहिँ पिवाल पडकास्ट सर्ट्स र भ्लग बनाएको छु। जस यहाँ पनि माया गर्नुहोस् होइन। आज चाहिँ म यहाँ नक्सालको यो टुप्पो चाहिँ म एक्लै खाना खान आएको छु। रमाइलो लाग्छ मलाई चाहिँ, कोही कोही बेला एक्लै, प्रायः जस्तो म एक्लै नै मजा लाग्छ क्या मलाई होइन। अब प्रायः जस्तो म भयो भने सोबर दाइसँग हुने हो, नभए चाहिँ आई लभ टु स्पेन्ड मी टाइम भन्छ नि, एक्लो टक्क खाना खाऊ, फिल्म हेर्न जाऊ, एक्लै स्पोर्ट्स हेर्न जाऊ होइन, मेरो बानी त छ। अनि साथीहरू कोही आयो भने जसको चाहिँ भाइसमा छ, स्पेसली स्पोर्ट्सको कन्टेक्समा र मुभीको कन्टेक्समा, त्यतिखेर चाहिँ जान्छु। नभए त यस्तै हो। आज एउटा सानो काम थियो र अनि मैले स्किप गरिरहेको छु कि कतिवटा ठाउँमा खानालाई चाहिँ होइन, कतिवटा फेजेसमा मैले स्किप गरिरहेको छु। आज चाहिँ यस्तो क्रेभिङ भइरहेको थियो। हिजो पनि खाना त खाएको थिएँ, तर हिजोको अलिकति के भयो क्या। अनि त्यो तल मेटाउन यहाँ फेरि टुप्पी चाहिँ मलाई अति फेभरेट नै लाग्छ। सो हामी फेर खाना खाउँ, अनि त्यसपछि के क्याप्चर गर्न सक्छु क्याप्चर गरौँला है। तातो खानुपर्छ, खानुपर्छ, एक्लै खानु मजा आउँछ है। कहिले एक्लै बसेर खानु भएको छ यसो सेयर गर्नु त, कस्तो हुँदो रहेछ एक्सपिरियन्स एक्लै बसेर खाँदा। करेला मन पर्दैन मलाई, करेला पनि त्यस्तो मन पर्दैन। प्रेसर लो छ, प्रेसर लो हुनेले करेला खानु हुँदैन क्या खास। तातो तातो पहिलो घाँस भोक लाग्दाखेरि यस्तो मिठो हुन्छ पहिलो घाँस चाहिँ। तपाईँहरूलाई पनि है, मान्छेहरू त्यति छैन आज, मान्छे नहुँदाखेरि भिडियो खिचिहालेको होइन। नभए झ्याउ हुन्छ, पहिला अप्ठ्यारो लाग्छ नि त। कि साथीभाइ भयो भने सजिलो हुन्छ। आँपहरू पनि फलेर जाँदा हामी कस्तो हुँदैछ तपाईँहरूको लाइफ? मेरो त यस्तै चाहिँ हजुर। त्यसले आऊ, इन्जोय गर, फुटबल हेर, फुटबल खेल, पडकास्ट गर। अब मैले मेरो त्यो च्यानल छ नि सोबर वर्ल्ड, न्युज बेस पनि बनाउनु लागेको छु। माया गर्नुपर्छ है, हामी अलिकति अथेन्टिक कुराहरू दिन खोज्छौँ। तपाईँहरूले सब्सक्राइब गरिहाल्नु पऱ्यो सोबर वर्ल्ड। मलाई तल गाह्रो लाग्छ नि पिवाल पडकास्ट।
आज भात थपी खाने जिम गरेपछि भात नखाऊ यो नखाऊ भन्छ खै मलाई त जिम गरेर म चाहिँ जिम चाहिँ खानको लागि गर्छु क्या टक्क घटायो होइन आफ्नो खाना क्यालोरिजहरू बन्द गर्यो झन् ठिक्क बनायो अनि खाऊ मस्त खाऊ मस्त यहाँ मासुको चोक्टाहरू चाहिँ दामी हुन्छ ganda. तपाईँलाई भोग लागिरहेको होला फेरि मैले खानु केही लिएर बस्नु अनि सँगै खाउँ। यो चाहिँ ओ माइ गॉड ल्याउनु केही छैन खाने आज मस्त भोक लागिरहेछ। आज धेरै भात खाने आज भातै भनिरहेको होला मलाई साथीभाइहरूले कसले भन्छ यहाँ रेकर्ड गरेर थोरै अब ल ल ल हो ल ल ल यस्तो चाहिँ खाना ठिक छ थोरै मजा आउँछ बाबा वाउ न करेला खाने भयो अरू केही छ घिउ हाल्दैन दाल पनि पर्दैन तपाईँले भनेपछि खाइदिउँ अचार ल्याइदिनु के घिउ ल्याइदिनु पर्दैन अरू कस्तै छ लु हेर्नुहोस् धन्न है ल बाबा मिठो तपाईँहरू चाहिँ भात कति खानुहुन्छ ल अब नेपालीहरू चाहिँ भातै चाहिन्छ है के गर्नु हजुर जति जिमरहरू हुन्छ नि यहाँ जति खतरा खोक्यो भने लास्टमा भात चाहिँ खानै पर्छ है उनीहरूलाई चिट डे भनेर पनि खान्छ किन हामी नेपालीको बानी भइसक्यो धेरै नदेखाउँ है थ्याङ्क यू म खाएपछि भन्छु है ल मजाले सक्यो है आनन्द भयो तपाईँले हेर्नु पनि भयो होला छोटो मिठो भ्लग होइन अब यसरी मन पराइदिनु भने यस्तो खाएको भ्लगहरू धेरैले हुँदो रहेछ होइन म यस्तो भ्लगहरू हाल्छु यदि हेर्नुभयो भने मात्रै हेर्नु भएन भने यस्तै हो जे नर्मली छ त्यही नै गर्छु
तर यो हेर्ने नहेर्ने भन्दा पनि यो एउटा मेमोरीको लागि पनि रहेछ क्या। म चाहिँ यो मेमोरी भोलि पर्सि बुढेसकालमा यस्तो मेमोरीहरू याद हुन्छ क्या। सो मेमोरी क्याप्चर गरेको भनौँ न है। सो थ्याङ्क यू सो मच, टेक केयर, लभ यु, सब्सक्राइब, बाई बाई।